सुनसरीको यातायात व्यवस्था कार्यालय कोशी इटहरीमा आम जनता जाँदा झेल्नु परेको दुःखको प्रत्यक्ष नजारा दृश्य हेर्दा हुन्छ। खास गरी यो कार्यालयको मुख्य उद्देश्य हेर्दा यातायात क्षेत्रको सवारी दर्ता र नवीकरण गर्ने हो, साथसाथै जनताबाट कर र राजस्व असुल गर्ने हो। यस कार्यालयमा आउने प्रत्येक सेवाग्राहीबाट 3-4 हजार भन्दा बढी कर तिराउने गर्दछ। मोटरसाइकलको मात्रै 5-6 हजार कर तिर्नुपर्ने अवस्था छ। अझ 4 चक्के सवारी साधनको कर निकै चर्को छ। तर चर्को कर तिर्दा पनि सेवा प्रवाह किन थर्ड क्लास छ? एउटा विचारणीय प्रश्न हो। यस्तै प्रकृतिका करको कुरा गर्ने हो भने छिमेकी राष्ट्र मुलुक भारतमा नेपाल जस्तो वर्षेनी मोटरसाइकलहरूको कर तिरिराख्नु पर्दैन, जबकि यहाँ तिर्नु पर्छ। कार्यालयको सेवा प्रवाह थर्ड क्लास भएकोले यस कार्यालयमा आउने करिब 50% भन्दा बढी सेवाग्राही दलाल लगाएर कर तिर्ने गर्दछ। कस्तो सिस्टम छ जो राजस्व बुझाउन पनि दलालको सहारा लिनुपर्ने? कार्यालयको गेट अगाडि 1 दर्जन भन्दा बढी दलालहरूको सटरै अफिस रहेको छ। यी दलाल बिचौलियाहरूको उत्पत्ति कसले गराएको हो? यिनीहरू त्यतिकै बसेका छैनन्। नेपालमा नेपाली जनताले बडो दुःख सङ्घर्ष गरी आन्दोलन मार्फत ल्याएको यो गणतन्त्र लोकतन्त्र के फाइदा? जहाँ जतिसुकै कर तिर्नुस्, तर करदाताको सेवाको लागि त्यति नै धेरै शास्ति भोग्नु परोस्, अनि देश कहाँबाट उभो लाग्छ? गत आर्थिक वर्ष 2080-81 मा यस कार्यालयले जनताबाट 1 अर्ब 17 करोड रुपैयाँ राजस्व असुल गरेको छ। सुनसरीमा कुनै 6 प्रदेश सरकारको कार्यालय जुन यति धेरै कर असुलन्छ? बढी कर असुल गर्ने हैसियतले पनि प्रशासनमा सबैभन्दा बेस्ट सेवा प्रवाह पाउनु जनताको अधिकार हो। यति सजिलै कार्यालयमा सेवा प्रवाह राम्रो दिन नसके कहाँ दिन सक्छ? अनि हाम्रो कोशी प्रदेश सरकारको अभियानको स्लोगन रहेको छ, म अघि बढ्छु। यो पाराले देश अघि बढ्यो भने हाम्रो देश कहाँ पुग्छ सोच्नुपर्ने बेला आएको छ। अबका दिनमा कर्मचारी थपेर होस् या सेवा प्रवाहमा सुधार गरेर होस्, सरल सहज तरिकाले सेवा प्रवाहको वातावरणलाई मिलाई प्रशासकीय सुशासन कायम गर्ने दिशातर्फ कार्यालय र प्रदेश सरकार यस दिशातर्फ ध्यान दिनुपर्ने देखिन्छ। अन्यथा सुशासन दिन नसक्ने साथै टुटिया फुटिया तरिकाले कार्यालय सञ्चालन गरी देशलाई बदनाम गराउने मन्त्रालय सम्हालेका मन्त्री र कार्यालय प्रमुख कुर्सी छोड्न बाटो खुला गरिदिए हुन्छ।